ओए साथीहरू रोड चाहिँ बवाल बन्दै रहेछ यहाँ चाहिँ उतापट्टि माथिल्लोपट्टि चाहिँ बनिसकेको छ बत्ती आउँदैछ माछा मार्नु आम्मामा पुल रोड त बवाल हुने रहेछ नि त बनिसक्दा त यार हाम्रो माछा मार्ने टोलीहरू माछा मार्नु एकदम तयारी भएर माछा मार्नु थालिसकेको छ ल कति मार केटा ल ल ल छिटो छिटो मार्नु पोली खानुपर्छ ए दुईटा घन्टी अब हामी चाहिँ बेतन आइसकेको छौँ अब ट्याक्कसँगले माछा मार्ने हो पोली खाने हो टोलीहरू माछा मार्नु आइपुगेको छ माछा चाहिँ टन्नै रहेछ कबै आम्मामा सलल कुदिरहेछ त कबै त ल रेजिनाले समात्छ होला अलिक ठुल्ठुलो चाहिँ छिर्नु पऱ्यो नि यत्रो माछा छ नि आम्मा ट्राई गर्नुपर्छ है माछा मार्ने टोलीहरू यस्तो छ हाम्रो हामी चाहिँ अहिले बेतानादेखि माथि आएको छौँ यहाँ चाहिँ कौवाई चाहिँ टन्नै रहेछ सल्ल कुदिरहेछ कुद्नु चाहिँ पानी बढेको रहेछ अब केटाहरूले मार्छ म चाहिँ पोल्दै बाहिर बसेर खाने हो हाम्रो माछा मार्ने टोलीहरू यता छ हेरेरै मात्रै आमामा गर्ने कि मार्ने हो त्यही त थोरै रहेन छ ल भाउजू भाउजू आँटी छ भाउजूले छिरेर मारिहाल्नु त है टोलीहरू छिरिसकेको छ अब माछा मार्नु माछा चाहिँ ठुल्ठुलै रहेछ अब कतिको मार्छ केटाहरूले टोलीहरू है छिटो मार है केटा अब पोली खाइहाल्नुपर्छ है यहाँ चाहिँ अब टोलीहरू चाहिँ छिरिसकेको छ अब हामी चाहिँ कौवाई मार्दैछौँ है ल आना 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 केटा आना आना ल समात्दैन त रहेछ फेरि कस्तो समात्नु डर लाग्छ त्यहाँ दुईजनाले चाहिँ त्यहाँ छेक्नै उँधो जानु दिने होइन है टोलीहरूले आज कति मार्दो रहेछ हेरौँ पानी कस्तो दामी पानी हेर्छ ल उद्घाटन गरौँ केटाहरूले एउटा खोइ यता देखाउँ त कत्रो छ मार्नु 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 है उद्घाटन भयो अब समाउँछ केटाहरूले खतरा पक्रियो 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 केटाहरूले माछा पक्रियो खोइ यता देखाउनु त एकचोटि ओ ल ल ल ल ल बबाल 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 ल खोज खोज केटा अझै खोज छिटो छिटो माछा मार्ने तरिका चाहिँ यो रहेछ नि त हौ त्यो 2 किलो जति काम भइसक्यो यता आउनुहोस् गाइज अब यहाँ आएको सिपीको व्यवस्था हुँदैछ अब यसलाई पोलेर हान्नुपर्छ त्यो चाहिँ सिपी हो हाम्रो आजको प्रगति माछा पनि सानो अरे बाफ्रे 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 अर्ग्यानिक पुरै अर्ग्यानिक कौवाई कौवाई हो रेजिनाल चाहिँ समातेनौ ठुल्ठुलो माल चाहिँ छोड काले त्यहाँ अँधेरो बाउ काले उता जान त्यहाँ नछेक फेरि यसले हात घोच्छ फेरि नभन्नु फेरि यता चारटा छोड काले त्यहाँ अँधेरो बच्चा बच्चा तीनजनाबाट मस्काको ढेँडो कस्तो भयो मछलीसँग हान्ने ढेँडो एकचोटि गर त रेजिना मजाले लास्टमा चाहिँ माछा साछा ल्याइसकेपछि बनाइसकेपछि अब चाहिँ ढेँडोसँग हान्ने भन्ने प्लान भएर चाहिँ ढेँडो खतरा मस्काउँदैछ यहाँ रेजिना रोहिता चाम्सले भतिसले चाहिँ हान न
सिपी अघि छोडिआइयो सिपीलाई यसरी अचार बनाइयो माछा अर्कै छ यता अचार फेरि यो के अरे भतिजी यो टमाटर ए रुखगोल भेडाको अचार भवाल छ यो सिपी हो यो चाहिँ ढेँडो चाहिँ यता बन्दैछ मसला चाहिँ अब पाकिसक्यो अब यसले हानिदिने हो एकछिनमा दिनभरिको माछा हन्टिङ पछाडि खुवाइ चाहिँ यो खालको हुँदैछ गाइस यस्तो छ ओए मगर दाइ चाहिँ कहाँ गएछ चाहिँ ए यता रोहिता चाम्स चाहिँ ढेँडो नहान्ने अरे ह्याक खान्छ अब उसलाई चाहिँ चामलै चाहिने अरे हामी चाहिँ यस्तो ढेँडो हान्ने चाहिँ होइन यो चाहिँ हो ढेँडो चाहिँ खासमा दामी चाहिँ हामी चाहिँ जेसिका चाहिँ ढेँडो खान्छ कि के खान्छ ए भात खान्छौ ढेँडो खाँदैनौ ए त चाहिँ ढेँडो र भातै खाँदिन्छ ल ठिक छ दामी भइरहेछ है आजको चाहिँ